हामी लालीगुराँस रेस्टुरेन्ट पनि आइसक्यो। यहाँनिर चाहिँ लालीगुराँस केटा मस्केको हेर त। फाइनली किने अब हिँडे। घुमेर आउँदै गर्दाखेरि चाहिँ मलाई लास्टै गुले पेले यो पछाडिको भ्यू चाहिँ एकदमै राम्रो के अब नेपालमै छु जस्तो बनाइदियो। के अरे चाउमिन त खाइसक्यो, यसले फेरि बनाइछ यार। मोमो एकदमै तातो रहेछ क्या। हेलो गाइज, अर्ली मर्निङ हामी चाहिँ बता जानु लाग्छौँ, साउदीको रियादको बता। सो त्यही हो, तपाईँहरूलाई के देखाउँदैछु म। बिहानै ब्लग चयन गरेको छु मैले चाहिँ। सो त्यही हो। र अहिले चाहिँ म रुमबाट निस्किँदैछु। अब के भन्ने, यस्तै छ होइन। हल्का बिहानै अलिक फ्रेस पनि खासै छैन। सो अब के भन्छ तपाईँहरूले चाहिँ त देखाउँछ अहिले। हामी रुमबाट निस्किसक्यो। सो निस्केपछि अनि तपाईँहरूलाई भन्नेछु। सो हामी चाहिँ के भन्छ गाडी वेटमा छु, ट्याक्सी वेटमा छु यति बेला। सो रुमको अगाडि ट्याक्सी आएको छैन। ट्याक्सी आएपछि हामी चट्ट लाएर पथा मार्केट घुम्न जाँदैछु। एकदमै के भन्छ ट्याक्सीको वेटमा छौँ हामी चाहिँ, किनभने ट्याक्सी पाएको छैन। सो त्यही भएर गाइज स्टे ट्युन। हेलो गाइज, देखो न होइन, हामी चाहिँ अहिले बथा जाँदैछु। अनि यता मेरो भाइ अनि यता साथीहरू छ 2-3 जना। सो त्यही हो गाइज। इतनी नेपाली इतनी फिलिपिनी। नेपाली तो बहुत है। लोरंग क्या है? इनका हीरो अर्लिन। Hello guys, what's up guys? Welcome to my new blah blah blah. भोग्दै के छ कहाँ हिँडेर त? क्याटरपिलर छ। सो हामी चाहिँ बता जाँदैछु, अहिले गाडीमा छु। सो त्यही गाडी हामी चाहिँ उसमा आइसक्यो, बथा मार्केट आइसक्यो हामी चाहिँ। जुत्ता हेर त कता जाने मान्छेहरू टक्कै छ त। टोपी पनि किनिसक्यो। अब बादिन एकदमै टोपी पनि किने गएको छैन। सो यहाँ भक्त बहादुरले किनिदिएको। को यस्तो यार।
बथा मार्केटमा आएको हामी चाहिँ होइन सुनसान छ कोही छैन यता हामी छौँ होइन कोही छैन पिलाई त सो दर्शन फाइनली मैले चस्मा पनि किनिसक्यो सो के आना क्विज सकल क्विज ए भा फाइनली किने अब हिँडे हामी आइपुगिसक्यो कथाबाट झरिसक्यो सो गाइस हिँड्दैछु म घुमेर आउँदै गर्दाखेरि चाहिँ मलाई लास्टै गुले पेल्यो अनि यहाँ बुवाकोलाई चाहिँ टोइलेटमा बसेका चाह्यो मम्मी यसले चाहिँ यहाँ जुत्ता हेर्दैछ कि क्याटरपिलरको जुत्ता हेर्दैछ खोइ दुई जो जुत्ता लाने भन्छ यता जुत्ताहरू एकदमै धेरै छ होइन यो लाने हो र हँ यो लाने हो कुन त तँ लाने एउटा हाल न त अनि म चाहिँ यता छु सो त्यही हो उताको मार्केट वरिपरि चाहिँ हामी फिलिपिन्समा यता मान्छेहरू घुम्दैछ यता हामीले जुत्ता पनि किनिसक्यो जुत्ता पनि खत्रैको किनेको छ फेरि हो अब के भन्नु सो एकदमै यस्तो छ यो चाहिँ साउथको यता यता ओके ओके सो यो चाहिँ बथाको मार्केट एकदमै हामी लालपुरा रेस्टुरेन्ट जाँदैछौँ सो त्यही हो अब त्यति धेरै त खिच्नु सकेन जस अब यताउता देखाइरहेको छु सो कस्तो भयो आजको सपिङ भक्दै सतिक यो चाहिँ लालीगुराँस रेस्टुरेन्टको भिडियो हो अब हामी लालीगुराँस रेस्टुरेन्ट जाँदैछु अब त्यही हो यो बथाको मार्केट एकदमै उ भइरहेको छ केटाहरू हिँडिरहेको छ हिँडेर हिँड वकिङ यहाँ हामी आइसकेको छौँ सो त्यही गाइस आज गएर मोमो चाउमिन खाने हो नि हामी लालीगुराँस रेस्टुरेन्ट पनि आइसक्यो यहाँनिर चाहिँ लालीगुराँस रेस्टुरेन्ट केटा मस्केको हेर त त्यसरी नफ्याल्न हाम्रो चाहिँ अब आइसक्यो होइन हिँड राख्यो किदा के क्विज awal mapi ada sir यस ada lintik यो चाहिँ हाम्रो सेक्युरिटी चाउमिन आइसक्यो आजको स्पोन्सर यता छ अनि स्पोन्सर यता छ अनि आधा यता चाहिँ खाँदैछ केटाहरूले मेमिया अच्छा होइन अब हामीले भक्त आर्बतार अब हामीले सुरु गऱ्यौँ है खाइ ल सुकुटी जाउँ यो चाहिँ साउदी रियाद बथामा भएको लालीगुराँस रेस्टुरेन्टमा हामीले खाजा खाने क्रममा खिचेको यो भिडियो हेर्नु होला
अनि आज सपिङ कस्तो भयो ठिक हो Yung karne malutong. yung kanin siyang kunama Parang batil patong nila ba? Hello guys, it is the batil patong nila. अच्छा लेकिन Hello guys, this is the batil patong from Nepal. These two guys is, you know, the एम दाईकोमा आएर चाउमिन पनि खायो Matikil. This restaurant is Nepal. हामीले खाँदै गर्दा तपाईँहरूको पनि मुख रसायो होला अहिले रोके ल यो चाहिँ हाम्रो नेपाली रेस्टुरेन्ट हाम्रो साथीहरू खाइरहेको छ हामीले पनि मोमो खाइ के अरे चाउमिन त खाइसक्यो यसले फेरि त्यही बनाएको यार मिठो थियो यति छ अब यति खाउँ कि नखाउँ भयो यार लोरेङ के पुस यहाँ ए अब हाम्रो मोमो आउनु बाँकी छ मोमो खाएर फेरि अनि चाहिँ रुम जाने हाम्रो फाइनल्ली फ्राई मोमो पनि आइसक्यो एकदमै राम्रो छ अनि मोमो खाएर के गर्छस् अब हस्दै हान्छस् सबै आफ्नै पारामा छ यता म आफ्नै पारामा छु ल मोमो पनि आयो है फेरि फ्राई मोमो अब हामी सुरु गर्छौँ फ्राई मोमोलाई ट्याक लाएर कतिवटा दिँदो रहेछ एउटा दुइटा तिन चार पाँच छ सात आठ नौ 10वटा मुमकिन हार्छ के हो यो दाल हो यो दाल हो ओहो काको भयो एकदमै तातो रहेछ कस्तो छ मोमो मिठो छ यो त बोल्दै बोल्दैन के अरे त्यस्तै हो
फिलिपिनी साथीले खाएको हेर्ने हो मोमो एकदमै तातो रहेछ क्या मोमो एकदमै तातो रहेछ भक्ति तातो 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 मोमो खाऊँ भन्नु अच्छा लेकिन यो त दाल पो रहेछ नि मोमोको भुडी फुटाएर ट्याक्क यहाँ लममा डुबाएर मैले अस्ति यस्तै अचार बनाएको बनाइदिस् यस्तो अचार फुल सिलकुल्लु अकिल Tasil wahid ba? Tasil laro. दुईटा साथीहरूलाई चाहिँ फिलिपिनी साथीहरूलाई चाहिँ मोमो धेरै भयो अरे फुल भयो अरे भन्दैछ अब उनीहरूले लाने विरोध गरिरहेछ नअटेको है त खाइसक्योस् नप्साना फुल किन दुईजनाको खाना के अरे यता सुन्नु त हजुर सर के अरे यो धेर भयो क्या हामीलाई लानु मिल्छ के अरे प्याकिङ गरेर छ केही अलिक धेर भयो कि सुप खानु अयो सुप खानु आधा माफी सिल यो पछाडिको भ्यू चाहिँ एकदमै राम्रो के अब नेपालमै छु जस्तो बनाइदियो एकचोटि चाहिँ सो अब हामीले यति मोमो खाइसक्यो भने यो चाहिँ रुममा लगेर खाने भन्ने कुरो हो हामी चाहिँ यता लालीगुराँस रेस्टुरेन्टबाट हामी रिब्याक भइसक्यो अब हामी रुम जान्छौँ सिधै सो केटाहरूबाट लाग्यो टन्न खायो जिङरिङ्ग मोटायो अब रुम जाँदैछु सो लालीगुराँसको हेमदाईको रेस्टुरेन्टमा आएर टनक्कै खायो भुँडी फुल भएको छ सो त्यही हो गाइज ए यता साथीहरू हिँड्दैछ हामी ट्याक्सी चढिसक्यौँ है गाइज अब रुम जाँदैछु हामी यहाँदेखि ट्याक्सीमा रुम जाँदैछु ओ लोरी रौदा व्हाइल
गाइज फाइनली रुम पनि आइपुग्यो होइन आजको घुमघाम ठिकै भयो त्यस्तो खासै रमाइलो पनि होइन ठिकै भयो अनि टन्न मोमो खाइयो चाउमिन खाइयो गु आएर गु हग्नु पनि गइयो त्यही हो गाइज ल फेरिको ब्लगमा पनि तपाईँहरू जोडिनु होला यदि नयाँ हुनुहुन्छ भने मलाई सब्सक्राइब गरिदिनु होला म सानो युजर हो सानो पुचुन्दे है गाइज एक ब्याग पनि झिकेको छैन मैले सो त्यही हो गाइज है ओके स्टे ट्युन गाइज भन्दा के भन्नु अब क्लोज